म्याम के गर्ने भन्नुभयो अरे फेरि एकपल्ट यो दुईटा पार्टी सिधा पार्टिसन लिने ए बटाएर निमाटेर च्यापिङ लगाइदिनु यसरी माटेर अब यो कटिङलाई के गर्ने बाक्लो भएकोलाई हामीले यति काट्यो नि त धेरै बाक्लो भएको बेला है तल यस्तो गरेर यहाँबाट बुझ्नु बक्कड काट्दाखेरि जहिले पनि डिस्को भएकै हुन्छ छोटो हुन्छ साइडको लामो हुन्छ अब हामीले यति काट्यो है यहाँ यति काट्यो होइन यति काट्यो अब यसको फेरि गाइडलाइन लिएर फेरि यता गयो हामी गाइडलाइन कसरी लिने गाइडलाइन कसरी लिने टेढो टेढो कहाँ टेढो टेढो ए तपाईँको खुजुर खुजुर गरेर हो खुजुर खुजुर गर्छ नि गाइडलाइन लिएर बाङ्गो काट्ने होइन बाङ्गो जाने गाइडलाइन पनि टेढो टेढो जाने क्या यस्तो यस्तो टेढो टेढो गयो नि अब यहाँ पनि ल हेर्नु है यो पनि टेढो हुन्छ हाम्रो यहाँको कट पनि हाम्रो के भयो टेढै भयो ल हेर्नु त टेढो भयो नि अलिकति उज्यालो गरिदिनु भिडियो गर्नेहरूलाई देख्छ त्यहाँको बिचको अलिकति यता यता गर्नु त अब यस्तो गरिदिए अब यस्तो गरिदिएपछि त सजिलो छ कि यो त कोरियन कट पनि यही स्टाइलमा काट्ने खालि अगाडिको भाग मात्र आँखाको तल तल पुरा लाइन लगाएर काटिदिने अगाडिको भागमा अहिले पछि देखाउँछु यस्तो गरेर अलिकति छोटो चाहिँ पछाडिको चाहिँ बनाउनु पर्छ होइन यति भएन अब हामीले यसलाई सिधा काट्ने सिधा काटिदियो अर्को भागमै होइन हामीले कति काट्यो यो काइयोको सेप छ नि यति सेप नै हामीले कति काट्यो यति सेप नै काट्यो होइन धेरै त काटेको छैन नि हामीले काट्यो यति काइयोको सेप मात्र है अब यसलाई जाँदैछ हामी टेढो हेर्नु है यता हेर्नु है त्यो बाक्लोको लागि देखाएको है अब हामी कहाँ गयो यस्तो गरेर कपाल यसरी यसरी गर्दै टेढो 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 गर्दै तन्काएको पनि छ हामीलाई गाइडलाइन लिँदै टेढो टेढो गर्दै गएको छ हामी कपाल नछुटाउने टेढो गर्ने गएको नि यसरी टेढो गयो हामी हुन्छ टेढो गएको नि पुरै टेढो अब यतापट्टि पनि सेम त्यस्तै यस्तो गऱ्यो हामीले गाइडलाइन त लिए नि लिए पनि हामीले टेढो गरेर काट्दैछ लाइन हाम्रो हातमा गाइडलाइन छ देखेछ नि ए यस्तो भयो त्यो टेढो गर्दै गयो फेरि टेढो गयो सक्यो कपाल कति गयो यति छ अब गयो सबै टेढो होइन अब यसलाई मिलाउनु अगाडि छोटो कपाल छ अगाडि छोटो कपाल छ हाम्रो होइन अब यो कपाललाई कोरियन कट काट्दाखेरिको कसरी हुन्छ भनेदेखि हाम्रो यो ब्रोको तल तलसम्म काट्यो भने कोरियन कटमा आउँछ होइन यसरी यति हेर्नु त उनीहरू खालि आँखा हल्लाउँछ गर्छ यसो गरेर कपाल हल्लाउँछ कि आँखा आउने गरी यति ठ्याक्क पारेपछि त है मैले काटेँ त्यति त हुन्छ केही हुँदैन जान्छ त्यो विषय अहिले त बढिहाल्छ गुड बढिहाल्छ नि बढेको हो त उसको कपाल अस्ति कस्तो छोटोमा काट्यो
पछाडि जस्तो तर मैले कपाल काटेको सब केटीहरूले बढेको भन्छ थाहा छैन बढ्यो कि मैले नबढेको बढेको बढेको चाहिँ भन्छ भाइ कतिले सम्झना म्याम पनि सम्झना पनि कस्तो बढेको है त्यो सम्झना कतिले भन्छ कि कपाल बढ्यो बढ्यो भन्छ मेरो नि अलिकति काट्दैन म्याम त्यसरी छेउमा अलिक लामो लामो टाइपको गर्ने म्याम हल्का तेर्सो पारेर गर्नु पर्दैन अगाडिको सिधा गर्ने भने हजुर यो अलिक लामो लामो गर्नु नि सरी म्यामले अलिक लामो लामो गर्नु सिधै त काट्नु भएन नि अगाडि सिधा गर्नुभयो होइन सिधा काट्नु सिधै काट्ने हो सिधा सिधा औँला देखाइदिन्छु म हजुर सिधा हो ल त्यही मात्रै मलाई ल हेर्नु यहाँभन्दा धेरै काट्नु चाहिँ हुँदैन है अच्छा यसै कोरियन उसै कोरियन बबाट कोरियाबाट आएको भन्दा कोरियन लेडी काट्नै पर्दैन त्यता अस्ति नै यो काटेर सेप जान्छ अब यहाँ पछाडि यताको सेप गरेर हो हामीले हेरेको हो नि अस्तिको लिएर अहिले त कोरियन बबाट कोरियन दुइटै फेदर कट भन्ने नि हुन्छ नि म्याम फेदर कट चाहिँ कस्तो नि फेदर कट चाहिँ लेयर जस्तै हो लेयर जस्तै हो लामो छोटो देखिने तर फेदरमा चाहिँ धेरै छोड्नुपर्छ कपाल चुच्चो धेरै छोड्ने कि यो बराबर छैन यसरी हेर्दै हेर्दै तन्काउँदै आउनु है यसरी सिधा यहाँ पार्टी बिचको भागले सिधा काट्ने अनि हल्का तेर्सो 2-3 पल्ट कपाल कोर्दै हेर्नु यो धेरै सजिलो नि अगाडि ल्याएपछि त राम्रो देखियो नि त